नमस्ते मामा। नमस्ते। हजुरको परिचय सहित गाउँको ठाउँ कहाँ भनिदिनुहोस् न एकचोटि? मेरो नाम समबहादुर तिलिजा हजुर। मगर अँ, र यो पर्वत जिल्ला जलजला गाउँपालिका वडा नम्बर 1 हजुर। बाँसकर्क मालगाउँ। र मेरो खासै म चाहिँ एउटा अहिले चाहिँ अब कृषक जस्तै हो। म चाहिँ हरेक खण्डहरहरू खाँदै खाँदै हजुर। म 2046-47तिर 47-48तिर म इन्डियातिर नि गएँ। हजुर। भारी बोकेँ, 15 महिना जति भारी बोक्दै डुल्दै गरेँ। हजुर। त्यसपछि फेरि घरमा आएँ। घरमा 1 वर्ष बसेर फेरि म विदेश गएपछि पैसा कमाइएला भनेर फेरि म साउदी गएँ। हजुर। साउदीमा कम्पनी राम्रो परेन। अब साउको गएको ऋण तिर्नै मलाई 3 वर्ष लाग्यो। हजुर। र ओहो! 4 वर्ष 4 महिनामा म कम्पनी राम्रो नभएको कारणले फिनिस आएँ। हजुर। त्यसपछि घरमा कति 1 वर्ष हजुर। बसेँ घरमा। हजुर। घरमा 1 वर्ष बसेर अनि यो घरसर बनाएँ। त्यहाँबाट फेरि कतार जानु पर्यो भनेर फेरि कतार गएँ। कतार गएको 11 महिनामा काम सिद्धिएर कम्पनीले फिर्ता पठाइदियो। हजुर। अनि गएको 75,000 तिरेर गएको पैसा पनि गएको खर्च पनि उठेन। ओहो! त्यसपछि फेरि दुबई जान पर्यो भनेर दुबई गएँ। हजुर। दुबई गएको अब कम्पनी राम्रो परेन त्यहाँ पनि। हजुर। त्यहाँबाट कम्पनी गएको 3 महिनामा चाहिँ कम्पनी छोडेर भागेँ। हजुर। भागेर चाहिँ 3 वर्ष जति काम गरेँ। हजुर। त्यहाँ चाहिँ हरेक खण्डहरहरू खाइयो। अनि त्यसपछि अनि यो लमजुङ र खोटाङको केटाहरूले चाहिँ एउटा विदेशीलाई कुटेछ। हजुर। अनि त्यो कुटेकोमा त्यो भाग्यो। तिनीहरू चाहिँ भागेपछि फेरि हामी रुकुम रोल्पा अनि म पर्वतको गरेर 4 जनालाई पक्रेर अनि जेलमा हालिदियो। हजुर। अनि 3 महिना 9 दिन जति जेलमा बसेँ। ओहो! त्यहाँबाट अब यो विदेश चाहिँ मलाई फलिफाप छैन। जहाँ गए पनि केही हुन्न। अब यो खाडी मुलुक भनेपछि म फ्रीमा लैदिए पनि लिन आए पनि म जान्न भनेर चाहिँ अठोट लिएँ। हजुर। अठोट लिएपछि म घरै आएर मैले फेरि पोल्ट्री फार्म खोलेर कुखुरा पालन अन्डा व्यवसाय सुरु गर्न लाएँ। हजुर। त्यो गर्दा पनि फेरि अब तराईसँग सकिएन, अब चितवनसँग सकिएन। हजुर। दानाको मूल्य बढ्ने, अन्डाको मूल्य घट्ने गरेर पठाउने भयो उताबाट। हजुर। त्यो भएपछि त्यो व्यवसाय नि मलाई ठहर फलिफा भएन। त्यसपछि फेरि अब के गर्ने भनेर खोज्दै अब अनुसन्धान मनमा सोचाइ राख्दै हजुर। एउटा यो किवी खेती भन्ने चाहिँ एउटा किवीको धनबहादुर थापा भन्ने व्यक्तिले चाहिँ छपाएको किताब बाँसरको चाहिँ मैले आएको यो टुरिस्टहरूले ल्याएर त्यहाँ हजुर। छोडेको किताब फेला पारेँ। हजुर। अनि त्यो अध्ययन गर्दाखेरि 1800 मिटर समुद्री सतहदेखि 1800 मिटर उचाइमा यो किवी खेती हुन्छ भन्ने त्यहाँ लेखेको देख्दाखेरि 2071 सालमा चाहिँ हामीले परीक्षणको रूपमा यो किवी खेती सुरु गरियो। हजुर। विशेष गरेर गाउँमा हामी 4 जना जतिले सुरु गरेको। हजुर। अरूको चाहिँ थोरै थोरै छ। तर मैले चाहिँ अलिकति बढीमा गर्न खोजेर एहे! 71 कति साल रोपनीमा गर्नुभएको छ रे मामा? यो अहिले 5 रोपनीमा छ। तलतिर पनि फेरि 5 रोपनी गरेर टोटल 10 रोपनीमा चाहिँ सुरु ए गरेको छु। यो एक सिजनमा कति चाहिँ कमाइ हुन्छ हजुरको अहिले? अहिले त छैन, धेरै छैन। एक वर्षमा यति 1,50,000 जति छ। हजुर। तर भविष्यमा चाहिँ 3 लाख 4-5 लाख हुन्छ कि भन्ने चाहिँ आशामा चाहिँ छु। खर्च कटाएर खर्च नाफा। कटा हजुर कहाँ त्यति छ आशामा। हजुरको व्यापार चाहिँ कहाँसम्म पुगेछ अहिले? व्यापार त अब आफै बेच्ने हो। अब कन्ट्याक्टहरू गरेर मेरो चाहिँ यो कुस्मा अनि बेनी ए ए बाग्लुङदेखि अब पोहोर र परार साल चाहिँ उता मधेसतिर नि गएको थियो। काउसतीतिर पनि लगेर बेचेको। ए ए ए हजुरलाई कसैले सम्पर्क गर्नु पर्यो भने कति छ हजुरको नम्बर? मेरो नम्बर 98,576 हजुर 21 434 हो। सम्पर्क गर्नु सम्पर्क चाहनुभयो भने हजुर मङ्सिरमा चाहिँ यहाँ खेती हुन्छ र यहाँ सम्पर्क गर्नुहोला। हजुर हवस् मामा, धेरै जानकारीको धेरै धेरै हजुर धन्यवाद। हजुर नमस्ते। हजुर नमस्कार।